नेपालको पहिलो राष्ट्रिय निकुञ्ज चितवन राष्ट्रिय निकुञ्ज हो जसको स्थापना 2030 मा भएको हो। भौतिक क्षेत्र मकवानपुर नवलपरासी पूर्व वर्षा मकवानपुरमा चाहिँ रहेको छ चितवन राष्ट्रिय निकुञ्ज। Hey guys, good morning, welcome to my new video। र चाहिँ आज चाहिँ हामी नेपालको सबैभन्दा ठुलो राष्ट्रिय निकुञ्ज चितवन राष्ट्रिय निकुञ्जमा रहेको छु। यस क्षेत्रको प्रमुख जनावर पाइने जस्तै एकसिङे गैंडा, पाटे बाघ, चितुवा, रतुवा, अजिङ्गर, गौरी गाई, मगर गोही, काठे भालु, हात्तीहरू आदि चाहिँ प्रसिद्ध यहाँ चाहिँ जनावरहरू पाइने गर्दछन्। त्यसमध्ये पनि हामी चाहिँ आज हात्ती चाहिँ हेर्न गइरहेको छु। हात्ती चाहिँ आज हामी चाहिँ हात्ती प्रजनन कार्यालयमा जाँदैछु र हजुरहरूलाई हात्ती प्रजनन कार्यालयको फलक देखाउने नै छु। कस्तो लाग्छ हेर्नु होला। गाइस हामी चाहिँ चितवनको अहिले राष्ट्रिय निकुञ्जमा जाँदैछु। पुलमा आइसकेको छु। हात्तीहरू पनि त्यहाँ गइसकेका छन्। हाम्रो जनक साथी फायर भइसकेको छ। मसँग छैन क्या जस्तो गाइस फायर हुँदैन के त अलिक परिपक्व धेरै गाछको बस्यो हात्ती बस्यो पक्क फुटा। हात्तीहरू चाहिँ यतादेखि बाहिरदेखि भित्र ल्याएको कारणले चाहिँ निकुञ्जमा लग्न लागेको कारणले चाहिँ त्यसो भए हामी चाहिँ अहिले भित्र जान दिएको छैन र अब चाहिँ सायद दिन्छ होला हामीले भित्र जान। हामीले चाहिँ अब जान दियो। हामी चाहिँ भित्र जान्छौँ, देखाउने छु कस्तो लाग्छ हेर्नु होला। हामी चाहिँ हात्ती प्रजनन तथा तालिम केन्द्रमा पुगिसकेको छु। हामी चाहिँ चितवन अहिले हात्ती प्रजनन कार्यालयमा पुगिसकेको छु। देखाउने छु। निहालेर हेर्नुहोस्। कन्याउँछन् क्या कन्याउँछन्। तपाईँलाई नजिकैबाट देखाउँछु। मलाई यति भिडियो बना क्या हल्लाउँछ क्या ल। हे गाइस हात्ती आजको चाहिँ हाम्रो भ्लग यहीँ हेर्नुहुन्छ। हजुरलाई कस्तो लाग्यो आजको भ्लग? यदि राम्रो लाग्यो भने लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न नभुल्नु। हस्, थ्याङ्क यू, बाई।